नमस्कार। आज म यहाँहरूलाई ठुलो साइजका फोटोहरूलाई अथवा इमेजहरूलाई कसरी स्मल साइजमा कन्भर्ट गर्ने र आवश्यकता अनुसार त्यसलाई अपलोड गर्न उपयुक्त साइज बनाउने भन्ने सन्दर्भमा छोटो भिडियो लिएर उपस्थित भएको छु। यसका लागि सबैभन्दा पहिला यहाँले गुगल क्रोममा गएर एड्रेस बारमा चेन्ज इन्टु जेपिजी अथवा स्मल साइज भनेर यो स्मल साइज फोटोमा क्लिक गर्ने, त्यसलाई इन्टर गर्ने र यहाँ विभिन्न अप्सनहरू आउँछन्। यहाँ अनलाइन टुल्सहरू छन्। जेपिइजी कन्भर्टर भनेर आउँछ। यो जेपिइजी कन्भर्टरमा गएर यहाँले क्लिक गर्ने। क्लिक गरिसकेपछि यहाँ सिलेक्ट फाइल भन्ने अप्सन आउँछ। त्यो सिलेक्ट फाइलमा क्लिक गर्ने। सिलेक्ट फाइलमा क्लिक गरिसकेपछि यहाँ डेस्कटपमा मैले आवश्यकता अनुसार यहाँ फोटोलाई डेस्कटपमा राखेको छु। यहाँ रामपुट न्यू भन्ने एउटा फोटो छ, जुन एउटा जेपिइजी फाइल रहेछ र त्यो फाइललाई मैले यहाँ ओपन गरेँ। ओपन गरिसकेपछि अब मैले यसलाई कन्भर्ट गर्दैछु। कन्भर्ट चाहिँ मैले पिएनजीमा गरेँ। पिएनजीमा यसलाई कन्भर्टको अप्सन छानिसकेपछि अब मैले यसलाई कन्भर्ट गर्दैछु। प्रोसेसिङमा छ फोटो। अब पिएनजीमा डाउनलोड भइसकेको पनि छ। अब यसलाई डाउनलोड गर्ने र डाउनलोड गरिसकेपछि आवश्यकता अनुसार यसलाई उपयुक्त फोल्डर बनाएर राख्ने र तपाईले कुन फर्ममा अपलोड गर्नुपर्ने हो आवश्यकता अनुसार यसलाई अपलोड गर्न सक्नुहुनेछ। फोटो डाउनलोड भइसकेको छ। यो फोटो यहाँ 4 MB को फोटो थियो, अहिले यसलाई मैले 3 MB मा कन्भर्ट गरिसकेको छु। र यसरी फोटोलाई कन्भर्ट गर्दाखेरि यो फोटोका क्वालिटी भने घट्दैन र साइज मात्रै घट्छ र जुन सजिलैसँग हामीले विभिन्न फर्महरुमा गुगल फर्महरुमा अपलोड गर्न सक्छौं। धन्यवाद।